प्रबन्धन सहकारी संस्था लिमिटेडद्वारा आयोजित विद्यार्थी रचित वित्तीय शास्त्र कार्यक्रमका हाम्रो प्रमुख अतिथि गइसक्नु भएको छ प्रमुखजी तथा सेवा प्रबन्धन सहकारी संस्था लिमिटेडबाट पाल्नु भएका हाम्रा व्यवस्थापक सरज्यू अन्य हाम्रा सरज्यू लगायत यहाँ उपस्थित हाम्रा विद्यालयका आदरणीय सर युवराज सर रमेश सर लगायत कक्षा 11 मा हाम्रा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुमा म विद्यालय तर्फबाट र विद्यालय तर्फबाट म सबैलाई नमस्कार गर्न चाहन्छु र आज सेवा प्रबन्धन संस्थाले जुन कार्यक्रम यस विद्यालयमा लिएर आउनु भएको छ त्यसको लागि यस विद्यालय तर्फबाट हृदयदेखि नै म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यस कार्यक्रमले पक्कै पनि हाम्रा कक्षा 11 का विद्यार्थी भाइ बहिनीहरूलाई हामीले कमाएर मात्र होइन हामीले बचत गर्ने बानी पनि राख्नुपर्छ भन्ने कुराहरू चाहिँ जुन कुराहरुको ज्ञान प्रदान गर्नु भएको छ यो पक्कै पनि हाम्रा कक्षा 11 का विद्यार्थी भाइ बहिनीले आफ्नो व्यक्तिगत जीवनमा लागू गर्नुहुन्छ र आफ्ना समाजका आफ्ना भाइ बहिनीहरूलाई अथवा समाजका अग्रज व्यक्तिहरूलाई अथवा समाजमा सहकारी विषयमा थाहा नभएका व्यक्तिहरूले पक्कै पनि उहाँहरूले हाम्रा 11 का भाइ बहिनीहरूले पक्कै पनि त्यसको बारेमा केही शिक्षाहरू अथवा जनचेतना दिलाउनुहुन्छ अथवा त्यसको बारेमा जानकारी गराउनुहुन्छ भन्ने अपेक्षा म गरेको छु र यस कार्यक्रमले कक्षा 11 ले मात्र होइन अब भोलिका दिनमा यस सेवा संस्थाले 11 बाहेकका अन्य विद्यार्थीको लागि पनि केही यस्ता किसिमका विद्यार्थी लक्षित कार्यक्रम केही लिएर आउनुहुन्छ भन्ने अपेक्षा पनि म व्यक्त गर्न चाहन्छु र यस कार्यक्रमले पक्कै पनि भोलिका दिनमा केही विद्यार्थीहरुमा केही उत्साह ल्याउनेछ र बचतको बानी विकास गर्नेछ भन्ने आशा राख्दै म आजको यस कार्यक्रमलाई अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद।